मलाई नि कपडा धुनुपर्ने थियो मैले यो वासिङ मेसिन चलाउन आएन सिकाइदिनु पर्यो दाइ कपडा धुनु त केही छैन यो कपडा भयो हैन हजुर हजुर कपडालाई ट्यागको यसमा हाल्ने हैन हजुर कपडा हालिसकेपछि सबै कुरा हाल्ने हजुर यसलाई यसरी बन्द गर्ने यो खोल्ने हैन हजुर खोलेपछि यसरी सरफ हाल्ने स्यारेर सरफ हाल्ने लिक्विड हाले पनि हुन्छ सरफ हाले पनि हुन्छ हैन जे हाले पनि फरक पर्दैन कति जति हाल्नुपर्छ सर दाइ यति हालेपछि पुग्छ हैन यति नि बन्द गर्यो यसलाई हैन त्यसपछि अब यहाँ र्यापिड भनेको चाहिँ र्यापिड भनेको चाहिँ यो रोमानियन भाषामा चाहिँ छिटो भन्नु खोजेको है भाइ हजुर हजुर अनि यसलाई र्यापिडमा हामीले थिच्यौँ त्यसपछि गएर यहाँ स्टार्टमा ट्यागका थिचिदिने हैन हजुर अनि यो हामीले कतिको लगायौँ भन्दाखेरि 45 मिनेटको लगायौँ हैन हजुर 45 मिनेटसम्म चाहिँ यसलाई सरर घुम्नु दिने यो चाहिँ एकदम लुगा धोएर यसले चाहिँ ड्राई गरेर चाहिँ आफ्नो काम सकाएपछि बन्द हुन्छ त्यसपछि यसलाई बिस्तारै खोल्ने अनि घाममा सुकाउने है त यही हो वासिङ मेसिन चलाउने तरिका धेरैभन्दा धेरै साथीलाई यो भिडियो सेयर गरिदिनुहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् जय देश जय नेपाल है।